सो गाइज गुड मर्निङ अनि वेलकम छ सबैजनालाई। जस गाउँघरतिर चाहिँ आनन्द मस्तसँग बसिरहेको थियो। अब के गर्नु होइन, आफ्नो ड्युटी पनि गर्नु पर्यो, आफ्नो काम पनि गर्नु पर्यो। त्यही भएर चाहिँ हामी गाउँलाई छोडेर फेरि सहर लाग्दैछौँ। सहरमा त्यही त हो, गर्मी एकदम धेरै गर्मी नै हुन्छ होला होइन। सो हामी चाहिँ आज चाहिँ सहरतिर जाँदैछौँ। यतातिर यो यस्तो मिठो यस्तो रमाइलो ठाउँहरू छोडेर त्यही नि हो। हामी चाहिँ बाटोमा तपाईँलाई विशेष अपडेटहरू दिँदै गर्नेछौँ। तपाईँ भने भिडियो लास्टसम्म चाहिँ हेर्दै गर्नु होला है। ल लाग्यो साथीहरू, के गर्नु होइन। गाउँतिरै बस्नु मन त गाउँतिरै थियो नि, एकदम दामीसँग, एकदम यहाँ त चिसो आनन्दको होइन, सब कुराहरू दामी हुँदाहुँदै अब के गर्ने, आफ्नो ड्युटी चाहिँ गर्नै पर्यो। हामी चाहिँ थोरै यति माथिसम्म बाटो छ, त्यहाँनिर हाम्रो चाहिँ साधन छ, साधनबाट तक्खलार जाने हो। यतातिर यस्तो छ गाउँघर, रमाइलो छ भनौँ, आनन्द। बिहानै घाम लाग्यो होइन, घाम त्यसै चर्को छैन कि, दामीवाला छ कि। ए सहरतिर भएको यतिर पोलेर पनि मान्छेलाई ध्वस्त पारिसक्थ्यो होला है। ल साथीहरू, हामी चाहिँ रोडसम्म आइसक्यौँ। हो त्यहाँनिर चाहिँ हो हाम्रो घर होइन, गाउँघर। अब चाहिँ यतातिर हामीसँग बाइक छ। अब यो बाइकमा चाहिँ सर र सहरतिर लागिन्छ कि अरे, फेरि अर्को शुक्रबार शनिबारतिर अवश्य पनि हामी घरतिर आउनेछौँ। किनकि आफ्नो ड्युटी पनि गर्नै पऱ्यो, पैसा कमाउनै पऱ्यो होइन। त्यही त छ, त गाह्रो छ। सो हामी चाहिँ अब लाग्छौँ होला। र के हुन्छ त बाटोमा तपाईँहरूले हरेक कुराहरू, हरेक जानकारी हामी तपाईँलाई दिने नै छौँ। सो हामी चाहिँ यात्रामै छौँ। जोस् भनौँ न, अब चाहिँ गाउँ छोडेर सहर जाँदैछौँ। यस्तो दामी दामी भ्यूहरू छन् है बाटोमा, कस्तो आनन्द लिइरहेको छौँ हामी, त्यही नै हो। सो मजा छ, एकदम आनन्दको छ। सो गाइज हामी चाहिँ बाटोको यात्रामा चाहिँ लगभग आधी बाटो चाहिँ आइसक्यौँ होइन। जस गाउँघर भनेको गाउँघर नै हो, यो पनि लगभग हाम्रो गाउँघरको सिमानामै पर्छ। एकदम रमाइलो ठाउँ छ, जताकतै जङ्गलहरू, हरियाली, एकदम चिसो। अहिले सहर बजारमा एकदम गर्मी छ, 38, 39, 40 डिग्री सेल्सियस छ भने यता चाहिँ एकदम कम के, त्यही 22-23 होला होइन, समथिङ। एकदम दामी आनन्दको छ होइन। हामी चाहिँ यस गाउँदेखि सहरसम्म जाँदैछौँ र बाटोकोमै छौँ र हामी यात्रामै छौँ। सो अझ के हुन्छ त हामी तपाईँलाई सब कुराहरू जानकारी दिने छौँ।